धेरै कारणले पिछडेको क्षेत्र हो। शिक्षामा निकै पिछडेको छ, 70औं जिल्लामा पर्छ। अर्को स्वास्थ्य क्षेत्रमा पनि समस्या छ, राम्रो अस्पताल छैन, गुणस्तरीय अस्पताल आजको आवश्यकता हो। उपचार गर्न मान्छेले पाएका छैनन्। धेरै बिरामीहरूको उपचार कि त काठमाडौँ लगेर गर्नुपर्छ, कि त हेटौँडा, कि त बेलुका। राम्रो अस्पताल छैन र प्रविधियुक्त अस्पतालै छैन। जनशक्ति होला, डक्टरहरू होला, तर प्रविधि भएन भने के काम लाग्यो? समस्या छ। समय डक्टरहरूको कुरा गर्दाखेरि उहाँहरूको चाहिँ विचारहरू मैले सुन्दाखेरि उहाँहरूसँग अन्तर्क्रिया गर्दा डक्टरहरू भन्नुहुन्छ राम्रो अस्पतालै भएन रहेछ जीवितको उत्तरमा। अर्को समस्या किसानहरूको छ, मलको समस्या छ, बिउको समस्या छ, सिँचाइको समस्या छ। सिँचाइ हुँदैन, पिउने पानी शुद्ध छैन कतिपय ठाउँमा। अनि अर्को जटिल समस्या सुकुम्बासी समस्या पनि छ। यहाँ सुकुम्बासीहरूले लालपुर्जा पाएका छैनन्। सुकुम्बासीलाई व्यवस्थित गरेर राख्न सकेको छैन। अव्यवस्थित बसोबास छ यहाँ, समस्या त्यहाँनिर छ। त्यसको दीर्घकालीन समस्याको समाधान गर्नै पर्छ। किन भन्दाखेरि हाम्रो देशको राज्य संयन्त्रले, सरकारले अथवा दलहरूले विगतमा ठुला दलका नेताहरूले सत्तामा पुग्दाखेरि सुकुम्बासी समस्या समाधान गर्न सकेन। उनीहरू त्यहाँ चुके। आफ्नो कार्यकर्तालाई पैसा बाँडे, कार्यकर्तालाई जग्गा बाँडे, कार्यकर्ताको घर बनाइदिए, तर वास्तविक सुकुम्बासीले अहिलेसम्म न जग्गा पाए न लालपुर्जा पाए, केही पनि पाएको छैन। वास्तविक सुकुम्बासी जहिले पनि समस्यामा, रौतरमा पनि वास्तविक समस्याको सुकुम्बासीको दीर्घकालीन समाधानका उपायहरूमा छन्। कसरी गर्न सकिन्छ? 1, 2, 3 सुकुम्बासी समस्या समाधान गर्नको लागि मैले केही मार्गचित्रहरू बनाएको छु। दीर्घकालीन रूपमा कसरी समस्याको समाधान गर्ने, ऐन कानुन संशोधन गर्नु पर्यो कि गर्ने, तर अब सुकुम्बासीलाई जग्गा दिने, लालपुर्जा दिने मेरो अठोट छ, निष्कर्ष छ। सुकुम्बासी समस्या जसरी पनि समाधान गर्ने। अर्को गरिबीको कुरा गर्ने भने रौतहट जिल्ला क्षेत्र नम्बर 4 मा गरिबी धेरै समस्या देखेँ मैले। कतिपय मान्छेले खान पनि पाएको छैन। घाँस बाँस र कपासको समस्या पनि छ रौतहटमा जनताहरूलाई। त्यो एउटा एजेन्डा हो मेरो। समग्र देशको रौतहट जिल्लाको विकासको कुरा गर्ने भने अथवा जनतालाई खुसी राख्नलाई के गर्नुपर्छ भन्ने हो भने। त्यसपछि नालाको समस्या त जटिल छ, तटबन्धको समस्या जटिल छ, धेरै समस्याहरू छन् यहाँ। देशको चाहिँ विकास र समृद्धिको कुरा गरिरहँदाखेरि रौतहट जिल्ला यति धेरै पिछडिएको जिल्ला छ, यति धेरै समस्या नै समस्याले ग्रसित जिल्ला छ। यहाँको गरिबीलाई हामीले राम्रोसँग आज उनीहरूको जीवन स्तर उकास्न सकेनौँ भने जनताहरूको पीडा छ नि, डर लाग्दो छ, गाली लाग्दो छ। कतिपय ठाउँमा जाँदाखेरि जनताहरूले के भन्छन् भन्दाखेरि कुनै पनि दलले काम गरेन, कुनै पनि नेताले काम गरेन, तपाईँले काम गर्ने आधार के छ भने मलाई प्रश्न गर्छ। सम्भावना छ नि त। रौतहट जिल्ला धेरै सम्भावना भएको ठाउँ हो। टुरिज्म क्षेत्रको कुरा गर्दाखेरि, मन्दिरहरूको कुरा गर्दाखेरि, नेपालको इतिहासलाई हेर्ने हो भने त, राणा शासनदेखि अहिलेसम्म इतिहासलाई हेर्ने हो भने त रौतहट जिल्ला यस्तो जिल्ला हो नि, विकास त पहिल्यै हुनु पर्थ्यो। यो जिल्लाबाट धेरै नेताले चुनाव जित्नुभयो, प्रधानमन्त्री पनि बन्नुभयो, मन्त्री पनि बन्नुभयो, धेरै ठाउँमा पुग्नुभयो, पदमा पुग्नुभयो, पार्टीको नेतृत्वमा पुग्नुभयो। तर उहाँहरूले रौतहट जिल्लामा न विकास गर्न सक्नुभयो, न जनतालाई सेवा सुविधाले दिनुभयो। अर्को बेरोजगारी समस्या डर लाग्दो छ। युवाहरू विदेशमा छन्, युवाहरूले स्वदेशमा रोजगारी पाएका छैनन्, उद्योग धन्दा छैन रौतहटमा। एउटा सुगर मिल त सञ्चालन गर्न सकेका छैन। हाम्रो देशका नेताले ठुलो कुरा गरेर हुन्छ। रौतहटमा किन बन्द भइरहेको हो? के कारणले बन्द भयो? सुगर मिल खोल्नु पर्दैन? त्यो दायित्व सरकारको होइन। अब ज्येष्ठ नागरिकको कुरा अर्को समस्या छ। पैसा लिन मान्छेहरू ब्याङ्कमा जान्छन्, पैसा पाउँदैन, लाइनमा बस्छन्। 50 आनाले पैसा पाउँछ, 50 आनाभन्दा बढीले पैसा दिँदैन। अब त स्थानीय सरकारले त घर घरमा भत्ता पुर्याउनु पर्दैन? ज्येष्ठ नागरिक भत्ता त उसको दायित्व होइन, जिम्मेवारी होइन? यो जनताको सरकार हो, स्थानीय सरकार बोलेको। मैले बारम्बार भनेको छु रौतहटमा धेरै समस्या छ क्या। समस्याको यति वृत्तान्त बताउने हो भने त, श्रृङ्खलाबद्ध कुरा गर्ने हो भने त धेरै छ, एउटा होइन, 10औं समस्या छ रौतहटमा। केमा समस्या छैन भन्नुहोस्? सिँचाइमा समस्या छैन? किसानको समस्या कसले समाधान गर्ने? आश्वासन गरेको छ किसानले मल पाएछ। तपाईँ उत्तरी भेगमा जानुहोस् त,
सिँचाइ नै भएको छ, कति राम्रो टारहरू छ, उब्जनमा त्यो एकदम कति राम्रो सम्भावना भएको क्षेत्र छ। खोइ त हामीले रौतहट जिल्लाबाट हामीले उत्पादन गरेका वस्तुहरूलाई अन्तर्राष्ट्रियकरण गर्न सक्यौँ, बान्डिङ गर्न सक्यौँ, मार्केटमा बजारमा लिएर जान सक्यौँ। हाम्रो विशाल बजार छैन भारतसँग। भारतमा 1,40 करोडभन्दा जनसङ्ख्या छ, बढी त्यति धेरै जनसङ्ख्या छ। तर नेपालले उत्पादन गरेर भारतमा केही पठाउनै सक्दैन। भारतीय बजारलाई हामीले प्रयोग गर्नै सकेनौँ, सदुपयोग गर्नै सकेनौँ। हामी त चुके छौँ क्या। हाम्रो त्यसको आजको सम्भावनाको कुरा गर्ने हो भने धेरै किसिमको सम्भावनाहरू छ, नभएको होइन। आज मेरो त एउटा योजना छ, जस्तो रौतहटमा मेडिकल कलेज खोल्ने, गुणस्तरीय अस्पताल आजको आवश्यकता हो। किनभने मधेसमा पढ्ने धेरै युवाहरूको सपना छ डक्टर बन्ने, MBBS पढ्ने, तर राम्रो के मेडिकल कलेज छ? वीरगञ्जको मेडिकल कलेजको अवस्था तपाईँलाई थाहा छ, जनकपुरको मेडिकल कलेजको अवस्था तपाईँलाई थाहा छ। के हामीले राम्रोसँग त्यहाँ काम गर्न सकेका छौँ? मेडिकल कलेजहरू सञ्चालन भएको छ? म प्रश्न गर्न चाहन्छु। समस्या जहाँको त्यही छ। जस्तै यहाँका मतदाताहरूले भन्दैछन् कि तपाईँले विभिन्न मिडियाहरूमा कुरा राख्दाखेरि अब सीधामात्र मिडियामा आफै एउटा पहिचान बनाएको व्यक्ति हुनु, उहाँलाई केही पहिचानको लागि उहाँलाई कतै चाहिँ गर्नुपर्ने अवस्था छैन। तर यी कुराहरू विगतका दिनमा जब पत्रकारिता क्षेत्रमा हुनुहुन्थ्यो त्यो बेला किन रौतहटको समस्या, रौतहटको पीडा देख्नु भएन? अनि यो 77 जिल्लामा जुन पनि ठाउँबाट सीधामाले चुनाव लड्न सजिलो थियो, सहज थियो, तर रौतहट 4 नम्बर नै रोज्नुको मुख्य कारण चाहिँ के? होइन, मैले विगतमा पनि त रौतहटको बारेमा बोलेको छु। जस्तो उखु किसानको बारेमा सबभन्दा बढी बोल्ने मान्छे म हो। उखु किसानहरूले आन्दोलन गर्दा रौतहटबाट धेरै उखु किसान काठमाडौँमा जानुहुन्थ्यो। उहाँहरूसँग अन्तर्क्रिया गऱ्यौँ, उहाँहरूलाई रिपोर्टर्स क्लब लिएर गएँ, प्राइम टाइम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा विशेषमा उखु किसानको एजेन्डालाई मैले सम्बोधन गर्नको लागि पहल गरेँ। नगरेको होइन। मिटरबाज पीडितको पीडा पनि डरलाग्दो छैन यहाँ त। उनीहरूको समस्या समाधान गर्न मैले कुनै कसरै बाँकी राखेन। राज्यलाई दबाब दिएँ, घचघच्याएँ र बाध्य भएर राज्यले सम्झौता गर्यो। तर पनि अहिले पनि त समस्या छैन। त्यो समस्या के समाधान भएको छ? अनि अर्को लौहित पीडितको पीडा छ, सरकारी पीडितको पीडा छ, हरेक मान्छेहरूको पीडा छ क्या। तर पनि म के भनिराखेको छु भन्दाखेरि मैले त जुनसुकै निर्वाचन क्षेत्र गएर पनि चुनाव जित्न सक्थेँ। त्यो सम्भावना भएको व्यक्ति हो। म काठमाडौँबाटै पनि जित्न सक्थेँ। तर म किन रौतहटमा आएँ भने मैले काम गर्ने भने जिरोबाट गरौँ। रौतहट जिल्ला पिछडिएको जिल्ला, मेरो क्षेत्र एकदम शिक्षामा स्वास्थ्यमा पछि परेको जिल्ला र यहाँको आर्थिक स्थिति पनि हामीले सुधार्नु छ, युवाहरूलाई रोजगारी दिनु छ, शिक्षा र स्वास्थ्यमा निःशुल्क गर्नु छ, धेरै समस्या युवाहरूको सम्बोधन गर्नु छ। यहाँ त महिलाहरूको पीडा पनि छ। मैले नारीहरूलाई म सम्मान गर्ने मान्छे हुँ। तर दाइजो प्रथा व्यवहारमा छैन, अहिलेसम्म अन्त्य भएको छैन। कागजी कुरा गर्दाखेरि अन्त्य भयो, संविधानमा लेखिया छ, तर व्यवहारमा यहाँ दाइजो बिना कसैले बिहा गर्न सक्ने अवस्था पनि छैन। कस्तो अवस्था छ महिलाहरूको? त्यो एजेन्डा आज राष्ट्रिय एजेन्डा बनाउनु पर्दैन? अब बिहा गर्ने बेला भयो छोरी, अब दाइजो के दिने? गरिब मान्छेहरू छ नि त, उनीहरू दाइजो दिन सकेर छोरीकै विवाह हुँदैन। यस्तो अवस्थामा छ रौतहट जिल्ला। हरेक समस्याले ग्रस्त छ क्या। त्यसैले यसलाई उकास्न सकिन्छ, अगाडि बढाउन सकिन्छ। क्षेत्र नम्बर 4लाई चाहिँ एकदम हामीले सम्पन्न निर्वाचन क्षेत्र बनाउन सक्छौँ। धेरै सम्भावना, टुरिज्ममा त ठुलो सम्भावना छ। मसँग योजना पनि छ, कार्यक्रम पनि छ। म छिट्टै रौतहट घोषणापत्र जारी गर्दै, शहीद पत्र जारी गर्दैछु। यहाँको समस्या के छ, समाधान कसरी गर्ने भन्ने बारेमा म विज्ञहरूसँग छलफलमा छु। म करिब 20-22 घन्टा काम गरिराखेको छु। कुन चाहिँ क्षेत्रमा रौतहटलाई सुधार्न सकिन्छ? म त धादिङबाटै चुनाव लडायो भने जित्ने मान्छे हो। तर मैले अब नयाँ सिराबाट काम गरौँ। राजनीतिमा आइसकेपछि जहाँ समस्या छ त्यहाँबाटै काम गरौँ, समस्याको समाधान खोजौँ भनेर म लागेको मान्छे हो। देशमा केही गर्न चाहने मान्छे हो। जस्तै विगतका दिनमा पनि जुन क्षेत्रबाट हामीले उम्मेदवारी दिनुभयो, क्षेत्र नम्बर 4बाट रौतहट हो, यहाँबाट विगत दिनमा पनि प्रकाश कोइरालाजीले यस्तै जस्तै आएर चुनाव लड्नुभयो, जितेर जानुभयो। त्यसपछि चाहिँ फर्केर पनि रौतहट क्षेत्र नम्बर 4लाई हेर्नु भएन उहाँले। अनि हजुरमाथि पनि त्यही कुराहरूको प्रश्न उठिरहेको छ। उहाँले आएछ, चुनाव लड्नुहुन्छ, जित्नुहुन्छ, अनि गइदिनुहुन्छ भने पत्याउने यहाँका जनताले कसरी तपाईँ मान्नु? होइन, सुन्नुहोस्, मैले त एउटा घोषणा गरिसकेको छु नि। घोषणा मैले के गरेको छु भन्दाखेरि म अब डेरा सरिसकेँ। रौतहटमै मैले आफूलाई डेरा बसालिसकेँ, डेरामा बस्न थालिसकेँ र म अहिले घर भाडामा लिएर डेरामा बसेर काम गर्ने निर्णय गरिसकेको छु। र अब म केही समयपछि रौतहटमै एउटा
जग्गा किनेर घर बनाएर बस्ने, रौतरलाई नछोड्ने, बाँचुन्जेल रौतरमै बसेर यहीँ जीवन बिताउने मैले घोषणा गरेको छु। र म यो ठाउँलाई बनाउँछु, फेरि यहाँ बसेर मात्रै हुँदैन, म बनाउने योजनासित आएको छु। रौतरलाई बनाउन सकिन्छ, बनाउनको लागि म हरेक किसिमको चाहिँ पहल गर्छु। म सबै राजनीतिक पार्टीसँग संवादमा छु, म सबैलाई मिलाएर लिएर जान चाहन्छु। रौतरको विकासमा म सबैको संलग्नता चाहन्छु, फेरि नेतृत्व उहाँले गर्ला, तर सबै पोलिटिकल पार्टीलाई मिलाउन सक्ने मान्छे हो। म देशमा सशक्त द्वन्द्व हुँदाखेरि तपाईँलाई थाहा छ, तपाईँ त भुक्तभोगी पत्रकार हो, अनुभवी पत्रकार हो। मैले 12 बुँदे सम्झौता गराउन भूमिका खेलेको मान्छे हो। सशक्त द्वन्द्व गरेको माओवादी र 7 दलको बिचमा, गिरिजाप्रसाद कोइराला र प्रचण्डको बिचमा सम्झौता हुँदाखेरि मैले त धेरै किसिमका चुनौतीहरू पार गरेको छु। नेपालमा लोकतन्त्र नहुँदाखेरि राजाको शासनमा लोकतन्त्र ल्याउनको लागि सबैभन्दा बढी भिक्टिम बनेको मान्छे म हुँ। 27 पटक मलाई गिरफ्तार गरियो, थुनियो राजाको शासनमा। म जनताको लागि काम गर्ने मान्छे, अभिव्यक्ति स्वतन्त्रतालाई लडेको मान्छे। 2046 सालको जनआन्दोलन 14 वर्षको उमेरमा सडकमा आएको प्रजातन्त्रको लागि लडेको मान्छे म। अहिले जेनजी आन्दोलनको कुरा गर्दाखेरि जेनजी आन्दोलनलाई सेभ ल्यान्डिङ कसले गरायो? 23-24 गतेको भदौको जेनजी आन्दोलनलाई 25 गते रिपोर्टर्स क्लबमा मैले जेनजी अगुवाहरूलाई बोलाएर वार्ता गराएर एउटा सहमतिको खाका तयार पारेर अब सहमति गर्नै पर्छ, संविधान भित्रीबाट लोकतन्त्रलाई बलियो बनाउने गरी गर्नुपर्छ भनेर म लागेको मान्छे। संविधान भित्रीबाट मैले सहमति खोजेको होइन। सुदन गुरुङले स्पष्टमा रिपोर्टर्स क्लब भन्नुभयो, ऋषि धमला कार्यालयले गर्दाखेरि जेनजी आन्दोलनको सेभ ल्यान्डिङ भयो भनेर। अरूले भन्नुपर्छ, किन भन्दाखेरि मैले त यो देश र जनताको लागि काम गरेको छु जहिले पनि। म देश र जनताको पक्षमा काम गर्ने मान्छे हुँ। मेरो व्यक्तिगत स्वार्थ नै छैन जीवनमा। अब मैले पत्रकारिताको माध्यमबाट जुन परिवर्तनको लागि पहल गरेँ, प्रश्नहरू सोधेँ, कुनै पनि प्रश्नको चित्तबुद्ध जवाफ मैले पाइनँ। धेरै शीर्ष नेताहरूसँग मैले अन्तर्क्रिया गरेँ। कोसँग गरिनँ? मैले गणेश मासिसँग गरिनँ, कृष्णप्रसाद भट्टराईसँग गरिनँ, गिरिजाप्रसाद कोइरालासँग गरिनँ, मनमोहन अधिकारी र मदन भण्डारीसँग म अन्तर्वार्ता लिएको मान्छे हुँ। र सुशील कोइरालादेखि मैले धेरै नेता, दिवंगत नेताहरूसँग मैले सहकार्य गरेँ, अन्तर्वार्ता लिएँ। तर अहिलेकै नेताहरूको कुरा गर्नुहुन्छ भने पनि केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्डसँग सबभन्दा बढी अन्तर्वार्ता लिने मान्छे म हुँ। उहाँहरूले देश बनाउन सक्नु भएन। माधव नेपाल लगायत पूर्व प्रधानमन्त्रीहरूसँग धेरै अन्तर्वार्ता लिने मान्छे म हुँ। उहाँहरूलाई मैले प्रश्न सोधेँ, धेरै प्रश्न सोधेँ। भ्रष्टाचार बढ्यो, कुशासन छ, तपाईँहरू असक्षम हुनुभयो भनेर भन्ने को? ऋषि धमला होइन। अहिले आएका वैकल्पिक शक्तिहरूका नेताहरूलाई सोध्नुहोस् न, सबभन्दा बढी यो देशमा जनताको एजेन्डा कसले उठायो? देशलाई परिवर्तन गर्नुपर्छ, विकास गर्नुपर्छ, देशको उन्नति र प्रगतिमा अब अगाडि बढ्नुपर्छ, व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्छ। दलका नेताहरूले छ नि अब देश र जनताको लागि काम गर्नुपर्छ, पार्टीगत स्वार्थभन्दा माथि उठ्नुपर्छ भन्ने को? मै होइन। अनि विगतका दिनमा तपाईँले पत्रकार भएर आफै नै अरूसँग सवाल गर्दाखेरि, प्रश्न गर्दाखेरि आजको दिनमा तपाईँ एउटा राजनीतिको रूपमा, राजनीतिक कर्मीको रूपमा फिल्डमा उत्रनु भएछ। यहाँ जनताले पत्रकारिता र राजनीतिलाई कस्तो हिसाबले लिइरहनु भएछ, तपाईँले कस्तो किसिमको अनुभूति भयो? होइन, पत्रकारले बुझेको हुन्छ, पत्रकारले इन्फर्मेसन राख्छ, पत्रकार जनतासँग सहकार्य गरेर जनताको बारेमा बोल्ने एउटा शक्ति हो क्या। नेपाली पत्रकारिताले यो देशमा परिवर्तनको लागि काम गरेन भने 62-63 सालको जनआन्दोलन कसको बलमा भयो? पत्रकारहरूले गरे होइन। सुरुमा पत्रकारहरू र वकिलहरू सडकमा आएको होइन। अभिव्यक्ति स्वतन्त्रको पक्षमा कसले लड्यो त? निरङ्कुशताको विरुद्ध कसले लड्यो त? पत्रकार लड्यो होइन। त्यसैले नेपालमा त पत्रकारको कुरा गर्नु त कृष्णप्रसाद भट्टराई पहिलो पत्रकार सङ्घको, अहिले महासङ्घ छ त्यसको सभापति हो। कृष्णप्रसाद भट्टराई काङ्ग्रेसको सभापति, सभामुख हुँदै देशको प्रधानमन्त्री भएको होइन कृष्णप्रसाद भट्टराई। एकजना पत्रकार देशको प्रधानमन्त्री बने होइन कृष्णप्रसाद भट्टराई। हाम्रो देशमा पत्रकारहरू त धेरै ठाउँमा पुगेका छन्। किन भन्दा पत्रकारहरूले देश परिस्थितिलाई बुझेका छन्। पत्रकारहरूले देश बनाउन सक्छन्। फेरि म पत्रकारहरूले देश बनाउन सक्दैन भन्ने पक्षमा छैन। पत्रकारहरूले इमान्दारितासँग काम गर्दाखेरि पत्रकारहरूले देश बनाउन पनि सक्छन्, देशमा चाहिँ दबाब दिन पनि सक्छन्, जनमत बटुल्न पनि सक्छन्। त्यति शक्ति छ पत्रकारहरूसँग। नेपाली पत्रकारितालाई म स्यालुट अभिनन्दन गर्न चाहन्छु। जेनजी आन्दोलन कसले गरे? पत्रकारहरूले गरे होइन। यदि सोसियल मिडिया बन्द नगरे भए जेनजी आन्दोलन हुन्थ्यो देशमा। अनि त्यो क्षेत्रमा 4को जनतालाई तपाईँले अन्तमा के सन्देश दिन चाहनुहुन्छ? कसरी तपाईँमाथि विश्वास गरेर तपाईँले मत किन दिने भने के सन्देश दिन चाहनुहुन्छ यहाँका उम्मेदवार मतदाताहरूलाई? म सम्पूर्ण रौतहट क्षेत्र नम्बर 4का आमा, बुवा, दाजुभाइ, दिदीबहिनीलाई 10 औँला जोडेर आग्रह गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु।
तपाईँको मन, तपाईँको भावना र तपाईँको चाहना अनुसार म काम गर्नेछु। म जनतालाई जहिले पनि भगवान सम्झेर काम गर्छु। म जनताका एजेन्डाहरूलाई उठान गरिरहनेछु र रौतहट क्षेत्र नम्बर 4 को जनतालाई म सम्पन्न बनाउन चाहन्छु। जनताको मुहारमा मुस्कान हेर्न चाहन्छु। जनता हरेक क्षेत्रमा सम्पन्न भएको, आर्थिक, सामाजिक, राजनीतिक हरेक क्षेत्रमा जनताको पहुँच, जनताको प्रभाव र जनताको छ नि सङ्कल्प के छ? देशमा विकास हुनुपर्छ, भ्रष्टाचारलाई कारबाही गर्नुपर्छ, सुशासन चाहिन्छ, पारदर्शिता चाहिन्छ, भ्रष्टाचारलाई कारबाही गर्ने हो। मेरो आज एउटा घोषणा छ, यो देशको भ्रष्ट नेताहरूलाई कारबाही गर्न सक्ने तागत ऋषि धमलासँग छ। ऋषि धमला भ्रष्टाचारीहरूलाई कारबाही गर्नुपर्छ भनेर भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गर्दा पनि हो। जहिले पनि उसले भ्रष्टाचार अन्त्य र सुशासनको एजेन्डा बोकिराख्यो र आज पनि मेरो एजेन्डा त्यही हो। म जनताको बिचमा गएर काम गर्छु र जनतालाई म जहिले पनि सम्मान गर्छु र म सबै जनतालाई भन्न चाहन्छु, रौतहट क्षेत्र नम्बर 4 को जनतालाई, आमा बुवा, दाजुभाइ दिदीबहिनीलाई भन्न चाहन्छु, यसपटक तपाईँले मोबाइल छापमा मतदान गर्नुहोस्, ऋषि धमलालाई जिताउनुहोस् र रौतहट जिल्लाको विकासमा, समृद्धिमा कायापलट गर्ने मसँग एउटा सङ्कल्प छ, सोच छ, चिन्तन छ। म जनताको लागि काम गर्छु, जनतालाई नै म सर्वोपरि ठान्छु। नमस्कार।